साथीहरु म आज तपाईहरुलाई गोर्खाकालिका मन्दिर चितवन नारायणघाटबाट कसरी जाने गाडीको रुट कहाँ पाइन्छ गाडी त्यो सबै बताउँछु। यो रह्यो आँपटाँडी चोक। यो देवघाट जाने यतापट्टि सिधा गयो भने यो बाटो सिधा गयो भने नारायणघाट पुगिन्छ, यतापट्टि गयो भने पारस बस पार्क पुगिन्छ। यो रह्यो चोक, यसलाई आँपटाँडी चोक भन्छ। यहाँबाट छिर्यो भने देवघाट जान्छ। देवघाटको गाडी त्यहाँ लागि पनि राखेको छ गाडी। अब हामी यो काठमाडौँतर्फ यो काठमाडौँ सिन्धुली नारायणघाट पोखरा लेखेको बस यो एउटा बस रोकेको छ। यहाँबाट हामी यतातिर यहाँ आउँछ गाडी, जताबाट आउने गाडी पनि बिरगञ्जतिरबाट आउने गाडी पनि यहीँ आउँछ। पहाडी गैँडाकोट तर्फबाट जताबाट आउने गाडी पनि यहीँ पारस बस पार्कबाट पनि गाडी लाग्छ, त्यो गाडी पनि यहीँ नै आउँछ। यहाँ चाहिँ सजिलो छ गाडी पाउनको लागि। अब त्यो उतापट्टि साइडमा लेफ्ट साइडमा यहाँ गाडी वेट गरेपछि म चढ्छु गोर्खा जाने गाडी। तपाईहरुलाई अब गोर्खाको टुर गराउँछु आज। गोर्खाकालिका मन्दिरको भाडा कति पर्छ, कति लाग्छ, खाना होटेलमा बस्न खाना कस्तो हुन्छ, खानाको कति लाग्छदेखि लिएर मन्दिर कसरी घुम्ने म पनि धेरै पहिला गएको, म सबै तपाईहरुलाई बताउँछु। भिडियो हेर्दै गर्नु होला है त। म अब यहाँ गाडी खोज्दै छु है। गाडी यहाँ बस लागेको छ, यो पोखराको बस छ, नारायणघाट हेटौँडा बिरगञ्ज लेखेको छ। म एकछिन यो आयो अर्को काठमाडौँको बस। म तपाईहरुलाई बस आएपछि बस चढेपछि त्यहाँबाट अगाडि अरु टुर देखाउँछु है। यो आयो गोर्खाको बस। भाडा कति हो गोर्खाको? गोर्खाको भाडा कति हो? 270। हजुर। कति बेलुकासम्म पुर्याउँछ? बेलुका होइन 3 घण्टा पुर्याउँछ। हो र कुन सिट कुन हो? अब लास्ट सिट खाली छ। लास्ट सिट खाली रहेछ। जाऊ हैन। यो सिटमा यहाँ खाली हो। ल बसौँ त। यो आइपुग्यो मुङलिङ बजार। यो मुङलिङ बजारसम्म जताबाट आए पनि हुन्छ है, पूर्व पश्चिम जहाँबाट आए पनि मुङलिङ बजारबाट पनि हामीले गाडी पाउँछौँ। यो मुङलिङको उतापट्टिको पुरानो पुल भयो, यहाँ हामी नयाँ पुलबाट पारी चढ्दैछौँ। यहाँबाट पोखरा पनि जाने बाटो यही हो है, पोखरा जाने बाटो पनि यही हो। यहाँबाट अब हामी आबु खैरेनीसम्म पुग्छौँ। आबु खैरेनी पुगेपछि त्यसपछि त्यहाँबाट दुईटा बाटो छ, एउटा पोखरातिर जाने र अर्को गोर्खातिर जाने। हामी गोर्खातिर लाग्छौँ। हामी मुङलिङ कटेर पारी लाग्यौँ। यो आइपुग्यौँ हामी आबु खैरेनी। अब यो बाटो सिधै गयौँ भने पोखरातिर डुम्रे पोखरातिर पुग्छौँ। हामी चाहिँ अब यहाँबाट राइट दायाँतर्फ गएपछि यहाँबाट दायाँतर्फ गयौँ भने गोर्खातर्फ हामी अगाडि बढ्छौँ। दायाँ लाग्छौँ हामी, दायाँतिर ट्राफिक अलिकति जाम छ यहाँ, दायाँतिर लाग्छौँ हामी। सिधै जाँदाखेरि पोखरा हो है, सिधै जाने बाटो दमौली हुँदै पोखरा जाने बाटो सिधै हो। यो त हामी अहिले लाग्यौँ गोर्खातर्फ। यो आबु खैरेनी बजार हो है। यो आबु खैरेनी बजार पनि निकै ठुलो छ। पहिले मनकामना जाँदाखेरि मनकामना जानको लागि जहाँबाट पनि यो बजारमा आइपुगेर यहाँ गाडीबाट उत्रेर यहाँबाट हिँडेर जानुपर्ने थियो। यो सिधा अलिकति अगाडि गएर त्यहाँबाट दायाँपट्टि झलुङ्गे पुल तरेर अनि माथि उकालो लाग्नुपर्ने थियो। को जानुभयो हिँडेर भन्नुहोस् है त। हामी यहाँबाट गोर्खा लाग्यो होइन त, जिल्ला सिक्यो है।
गोर्खा बजार छिर्यौँ। यहाँबाट सुरु भयो गोर्खा बजार। बजार निकै ठुलो छ, दायाँ बायाँ दुईपट्टि सटरहरू पसलहरू। यहाँ भित्री बजारहरू पनि छन्। यो पहाडको भित्तामा भए पनि एउटा नेपालको सबैभन्दा पुरानो नै सहर बजार नै हो यो। नेपाल एकीकरण भएको गोर्खा यो जिल्लाबाट एकीकरण हुन सुरु भएको थियो पृथ्वीनारायण शाहले। म तपाईहरुलाई यो पृथ्वीनारायण शाहको दरबारदेखि लिएर माथिको मन्दिर कालिका मन्दिर गोर्खा कालिका मन्दिर सबै जाने तरिका, कसरी जाने, कसरी पुगिन्छ, कति खर्च लाग्छ, यो सबै देखाउँछु। हिँडेर कताबाट जाने, गाडीमा कसरी जाने, त्यो सबै देखाउँछु। माथिसम्म पुग्ने ट्याक्सी पनि पाइन्छ अरे, म त्यो पनि सबै तपाईहरुलाई देखाउँछु। हेर्नुस् है, पुरा भिडियो हेर्नुस् है। हामी आइपुग्यौँ, यहाँ यी गेटबाट छिर्यौँ। यो स्मृति गेट लेखेको छ। यो चाहिँ अब गोर्खाको मेन हब नै हो जस्तो छ। यहाँ मुख्य चौकै यही हो जस्तो छ। त्यो स्मृति गेटबाट दायाँपट्टि माथि लाग्यो भने चाहिँ त्यहाँ भित्री बजारहरू छन् रे, ठुलो बजार छ अरे भित्र। अब हामी चाहिँ यहाँबाट पुग्छौँ बस पार्क। यो बस पुग्ने अन्तिम स्टेसन, लास्ट स्टेसनसम्म हामी जान्छौँ। अनि त्यहाँबाट तपाईलाई म कसरी कहाँ पुगेर कताबाट चाहिँ मन्दिरसम्म जाने, त्यहाँ पार्क पनि छ अरे, म्युजियम छ, दरबार छ, त्यो सबै म देखाउँछु तपाईहरुलाई। यहाँबाट चाहिँ दायाँ बायाँ दुवैपट्टि सडक पेटी विस्तार हुँदै रहेछ। यो बाटो अलिकति बढाउने होला। सडक बढेपछि बाटोको साइडमा पेटी बनाउने होला पैदल यात्रीहरूलाई। यो पनि राम्रै हुँदैछ। यो बनिसकेपछि झन् राम्रो देखिने होला, बजार राम्रै देखिन्छ। अब हामी करिब आइपुग्न लाग्यौँ अन्तिम स्टपसम्म। नारायणघाटको आँपटाडीबाट यहाँसम्म आइसक्दाखेरि 270 रुपियाँ भाडा, 270 रुपियाँ भाडा लाग्यो। यो बसले 270 रुपियाँ लियो। आइपुग्यौँ यहाँसम्म है त 270 रुपियाँ तिरेर। यो झरियो गोर्खाको मेन चोक, गाडी रोक्ने जक्सन रहेछ यो। यहाँ आएर गाडीले रोकियो। यो अन्तिम जक्सन रहेछ। अब अरू यहाँभन्दा उता जाने गाडीहरू पनि होला सायद। अब यहाँ चाहिँ घुम्ने ठाउँ भनेको मुख्य एउटा यहाँ नजिकै यो पार्क छ अरे, यो सिँढीबाट माथि जाने। अनि यो गोर्खा नगरपालिका गोर्खा पर्यटन वर्ष 2025 घुमाउ गोर्खा लेखेको चाहिँ यहाँबाट गोर्खा काली मन्दिर जाने रहेछ। गोर्खा काली मन्दिर पनि देखिएछ माथि। हो यहाँनिर अलिअलि देखिएछ, क्यामेरामा सानो देखिएको होला। त्यहाँसम्म जानलाई यहाँ ट्याक्सीहरू लाग्दो रहेछन्। यो ट्याक्सीले 3 जना 4 जनासम्म लिएर जाँदो रहेछ। 500 रुपियाँ पर्दो रहेछ एकजना गए पनि। जतिजना गए पनि ट्याक्सीमा अट्नेसम्म 500 रुपियाँ फी रहेछ। वहाँसम्म पुगेको भाडा। आउँदा पनि फेरि 500 रुपियाँ नै पर्दो रहेछ। आउँदा हिँडेर आउने बाटो देखाउँछु म पनि हिँडेर आउँछु। जाँदा चाहिँ म ट्याक्सीमै जान्छु। अब अहिले चाहिँ म यो पार्कभित्र छिर्ने कसरी, कताबाट, अनि यहाँ सङ्ग्रहालय पनि छ अरे मैले यसो बुझेको। म्याप अफ गोर्खा सिटी लेखेको छ यहाँ तल, म्यापै रहेछ। यसलाई बुझेर म यहाँ चाहिँ घुम्नु पऱ्यो जस्तो लाग्यो आज। यहाँ म देखाउँछु है त कसरी हुन्छ। यहाँनिर पनि एउटा पार्क आइपुग्दो रहेछ सानो, अलिकति माथि आएपछि। यहाँ चाहिँ मन्दिर। अब सबै ठाउँमा जाने, मन्दिर जाने ट्याक्सी पनि भइहाल्यो। जता जानु छ सबैतिर जाने ट्याक्सीहरू यहाँ पाइँदो रहेछ। अब हामी चाहिँ पार्क जानको लागि यहाँबाट छिरेर छेउछेउबाट जाने भयौँ। धेरै राम्रो लाग्यो। गोर्खा बजार पनि राम्रै छ। बाटो चाहिँ अलिक विस्तार गर्दै रहेछ, पेटीहरू बनाउँदै रहेछ, राम्रो छ। यहाँनिर यो पर्यटकहरूको जस्तो पसल देखियो एउटा, ढाका टोपीहरूदेखि लिएर सबै चिज छ। यहाँ मन्दिर रहेछ। यहाँ पनि ढोका बन्द छ। त्यो पार्कको एरियाबाटै आइरहेको छु म आउन चाहिँ साइडबाट। सायद अझै अगाडि होला, जाउँ अगाडिसम्म।
धेरै त यो कताबाट रहेछ यो पृथ्वीनारायण शाहको शालिग भएको पार्क मैले छोडेर आएँ कि ए दाजु त्यो पार्कभित्र छिर्नलाई कताबाट जानु पर्यो अझै अगाडिबाट अझै अगाडि नै रहेछ ठिक छ जाउँ रहेछ नि प्राइभेट आफ्नो गाडीहरू बाइकहरू साह्रै सजिलै आउँदो रहेछ बाटो राम्रै रहेछ ढुङ्गा छापेर यो भएपछि बर्खामा पनि केही हुने भएन यहाँ त निकै राम्रो चोक रहेछ पृथ्वीनारायण शाहको मूर्ति है गोर्खा दरबार सङ्ग्रहालय म्युजियम टिकट यहाँ रहेछ विद्यार्थीलाई 10 नेपालीलाई 25 साग राष्ट्र 50 अन्य राष्ट्र 100 म यहाँ गेटबाट भित्र छिरेँ टिकट देखाएर 25 रुपियाँको टिकट यो टिकट देखाएर भित्र छिरेँ अब यहाँ आइपुगेँ म म्युजियम सङ्ग्रहालय लेखेको छ यहाँ निकै राम्रो छ यो बोट बिरुवाको रेखदेख पनि राम्रै भएको छ जस्तो छ यो दरबार यो पहिले शाहकालीन दरबार नै हो यो पृथ्वीनारायण शाह पछि हो कि पृथ्वीनारायण शाहले नै बनाउनु भएको दरबार हो अहिले सङ्ग्रहालय होला सायद अहिले बुझाउँला भित्र राम्रोसँग डिटेलमा निकै रमाइलो रहेछ तोप देखियो यहाँभित्र खिच्नको लागि छुट्टै टिकट चाहिन्छ भन्ने कुरा सुनेर म टिकट काट्न गएँ खास त्यस्तो केही होइन रहेछ टिकट चाहिँ स्पेसल टिकट हुँदैन रहेछ खिच्न पाइने रहेछ कुनै कुनै ठाउँ टिकट काटे नि नकाटे नि खिच्न नपाइने रहेछ अब यो रह्यो तोप त्यो बेलाको तोप यो तोपमा चाहिँ बारुद भरिन्थ्यो अगाडिबाट अनि त्यसपछि यहाँनिर एउटा सानो धागो जस्तो यहाँ निकालिन्थ्यो बारुदकै र माथिबाट एउटा ढुङ्गाको गोलो बनाएको गोलो खालको ढुङ्गाको त्यसलाई गोली भनिन्थ्यो त्यो माथिबाट हालेर अनि यो प्वालमा जुन बारुदको धागो हुन्छ त्यसमा चाहिँ आगो लगाएपछि भित्रको बारुद एकैचोटि सल्केपछि पटेका जस्तो यो पड्किँदाखेरि गोली बाहिर जान्थ्यो र लडाइँ गर्दाखेरि अब अगाडिको दुश्मनलाई ग्रुपलाई हान्नुपर्ने हो कि यो भित्तासिता फोर्ने हुन्छ नि पहिला त अब बाउन्ड्री ठुलो हुन्थ्यो हो त्यो पनि फोर्ने हुन्थ्यो यहाँ पनि अर्को ठुलो रहेछ तोप यहाँनिर रहेछ यो झन् ठुलो साइजको लाग्यो किनभने यसको मुखको प्वाल ठुलो छ यो प्वाल ठुलो भएपछि सानो रहेछ फेरि छोटो रहेछ यो चाहिँ यसको पावर अलिक छुट्टै खालको होला यसको पावर छुट्टै खालको रहेछ किनभने यसमा त गन सिस्टमको यो के छ हिर्काउने पनि छ के छ यो फेरि फ्रेम पनि फलामकै रहेछ यो सङ्ग्रहालयभित्रमा आइपुगेँ अब यहाँ घुम्ने कताबाट सुरु हो म हेर्छु जान्छु दिदी छिर्ने कताबाट हो सुरु गर्ने टिकट यहाँ दिने तपाईँलाई ए म त सिधै छिरेछु टिकट कसले दिने थाहै भएन टिकट लिने ठाउँ धेरै जस्तो ऊ बस्नुहुन्थ्यो नि त सेक्युरिटी हुनुहुन्थ्यो ए ल देखेँ ल यहाँ प्रवेशबाट छिर्नुपर्ने भयो टिकट नदिकन सरासर आउँदा पनि दिदीले मलाई केही भन्नु भएन छ सायद यो क्यामेरा देख्नु भएर होला
यहाँ प्रवेशबाट म छिरेँ। इन्ट्री लेखेको छ। क्यामेरालाई कुनै उडाइन्छ। यहाँ फोटो छ। ल यो पढ्नको लागि तपाईहरुले स्क्रिनशट गरेर पढ्नु होला। यसको हिस्ट्रीहरु तल्लो दरबार गोरखाको संक्षिप्त परिचय रे। अब यो पुरानो यो सिँढी यो जमानामा राणा भन्दा नि पहिला शाहकाल पृथ्वीनारायण शाहको बेलामा कति दुःख गरेर कति लेबरहरु लागे होला त्यो बेला बनाउन। साइलेन्ट लेख्नुमा चाहिँ कृपया शान्त रहनु होला छ। अब यो सुरु भयो यहाँबाट। दरबार यहाँनिर पर्दो रहेछ। यो टोटल म्याप भयो यहाँको। यो भयो गोरखाको म्याप। नेपालदेखि लिएर गोरखाको छुट्टै रहेछ। यसमा हिस्ट्री प्राय रहेछ। यो गोरखा संग्रहालयको परिचय यसलाई स्क्रिनशट गरेर पढ्न सकिन्छ। अब हामी सुरु भयौं। यो पुरानो सामानहरु त्यो बेलाको राजाहरुले युज गरेका करुवाहरु दियो त्यसमा लेखिएको कुराहरु चाहिँ तपाईहरु स्क्रिनशट गरेर ठुलो बनाएर पढ्नु होला। गहना बट्टा तिसा बट्टा यो पालाहरु होला। रक्सी खाने भाँडो रे न्या थाला यसको विषयमा सबै पढ्नको लागि यहाँ छ। यो ठुलो यो घ्याम्पो रहेछ तामाको निकै ठुलो। यो रह्यो अम्खोरा। अम्खोरा भने के भनेर हाम्रो बच्चाहरुले सोध्छन्। अम्खोरा भने यो रहेछ ल। अहिलेको जग जस्तोलाई चाहिँ अम्खोरा भनिँदो रहेछ ल त्यो बेलामा। मसी दानी रे ल त्यो बेलामा मसी राख्ने दानीहरु यस्तो प्रकारको थियो। यो सबै पृथ्वीनारायण शाहको पालाको सामानहरु हो है। पृथ्वीनारायण शाहले युज गर्ने सामानहरु। पृथ्वीनारायण शाहको पालामा मसी राख्ने दानाहरु यस्तो थियो। करुवा भयो। यो सन्दुक यस्तो प्रकारको एउटा सन्दुक त मेरो घरमा पनि थियो। कहाँ पुग्यो? यो सन्दुक भयो। दियोहरु तेल भाँडो तुपौरो ढलोटको ठेकी र ढलोटको ठेकी काठको ठेकी थाहा थियो। ढलोटको ठेकी मैले पहिलोचोटि देखेँ। कमान्डोलु त्यो बेलाको कमान्डोलु है। यो त याखा दलु है कमान्डोलु। अब यहाँबाट अगाडि बढेपछि राइट टर्न राइट टर्न हैन राइट साइड जानु भनेर लेख्नु भएको रहेछ। यसलाई नो टच रहेछ है। प्लिज डु नट टच कृपया नछोइदिनु होला रे। अब त्यो बेलामा पाल्की होला यो सायद। तामादानी रे ल यहाँ रहेछ यसको बारेमा हिस्ट्री। हेर्नुहोस् है त यसको हिस्ट्री यहाँ देखेँ मैले। यसलाई तपाईहरुले स्क्रिनशट गरेर पढ्न सक्नुहुन्छ। कति राम्रो रहेछ। चिटिक्क ठिक्क एकजना अट्ने है त्यो बेलाको राजा रानीहरु हिँड्ने बेलामा। अब जात जाति कक्ष है। यो चाहिँ विभिन्न जात जाति हो। नेपाल धेरै जात जातिको फुलबारी भनिन्छ। जात जाति अनुसारको वेशभूषा छ यहाँ। घले जाति नेवार जाति अर्को रह्यो क्षेत्री जाति। क्षेत्री जाति कति राम्रो देखिएको सारी पनि सबै कुरा। यो रह्यो तामाङ जाति। गुरुङ जाति।
हाम्रो बहिनीहरू चाहिँ कुन जातिको हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ घुम्दै हुनुहुन्छ रमाइलो भएको छ बहिनी पहिलोचोटि आउनुभयो हो रमाइलो लागेछ हाम्रो है हिस्ट्री जानियो नि होइन के पढ्नु हिस्ट्री पढाएको छ कि छैन पढिएको छैन नपढे नि यहाँ आएर थाहा भयो नि होइन त ल ठिक छ मगर जाति बराम जाति रे बराम यहाँ छ चेपाङ जाति यो पनि नेपाली आदिवासी मानिन्छ अब यहाँबाट राइट प्रवेश निषेध रहेछ हामी जानुपर्ने रहेछ लेफ्ट अब यहाँ राजाहरूको परिचयमा कक्षा राजाहरूको परिचय रहेछ है यहाँ त नेपालको नक्सा भइहाल्यो शाहवंशी गोर्खा राज्य स्थापनाको पूर्व र गोर्खाहरू सम्झित यो चाहिँ द्रव्य शाहदेखि शाहवंशको सुरुवात भएको रहेछ श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहदेखि अनि चाहिँ देश एकीकरण हुन सुरु भएछ किङ राम शाह यहाँ तल इङ्ग्लिसमा रहेछ राजा द्रव्य शाह चाहिँ अब यहाँ लेखेअनुसार नेपालको पहिलो शाहवंशको राजा हुनुहुँदो रहेछ द्रव्य शाह यहाँबाट सुरु लमजुङको राजाको छोरा हुनुहुँदो रहेछ है यशोम ब्रह्म शाहका छोरा यहाँदेखि सुरु भयो अब राजा पूर्ण शाह है त्यहाँ नाम लेखे अनुसारको उहाँहरूको परिचय भयो यो राजा पूर्ण शाहको राज्य हेरी यो नेपालको नक्सामा उहाँको राज्य यहाँनिर रहेछ गोर्खाभन्दा अलिकति तल यो ब्ल्याक लगाएको ठाउँमा यहाँनिर है अब अर्को राजा द्रव्य शाहको राज्य वर्ग किलोमिटर सबै रहेछ यहाँ है हिस्ट्री पढ्नु छ भने अब उहाँको राज्य नेपालमा यो टुक्रा राज्य रहेछ उहाँले राज्य गर्नुभएको राजा हुनुभएको त्यसपछि छत्रशाह राजा छत्रशाह उहाँको बारेमा यहाँ लेखिएको छ किङ छत्रशाह राजा छत्रशाहको पालामा बनेको अभिलेख सहितका नगराहरू डम्बर शाह है राजा डम्बर शाह त्यसपछि राजा कृष्ण शाह उहाँको बुवाको नाम मितिहरू सबै लेखिएको रहेछ किङ कृष्ण शाह राजा रुद्र शाह यहाँ युवराज वीरभद्र शाह राजा पृथ्वी सहित शाहको शालिग स्तम्भको अभिलेख लेख निकै पुरानो लेख राजा पृथ्वीपति शाह राजा नरभूपाल शाह क्यामेरा पाइँदैन भित्र हो यो एक कोठामा मिल्दैन यहाँबाट चाहिँ जन्मकुण्डली तथा उपदेश कक्ष महाराजहरूको अब यहाँ छिरियो राजाहरूको जन्मकुण्डली ल कस्तो थियो हेर्नुहोस् त राजा पृथ्वीनारायण शाहको चिना जन्मपत्रिका कस्तो थियो त है उहाँको अहिलेसम्म 11औं वंशले राज्य गरे नेपालमा यत्रो एकीकरण गर्नुभयो
उहाँको चिना यस प्रकारको थियो, यस्तो खालको थियो, यस प्रकारको थियो। हेर्नुहोस् है, अब के थियो यो चाहिँ चिना हेर्नेहरूलाई थाहा हुन्छ होला। ल तपाईँहरूको कसैको यो चिनासँग मिल्दोजुल्दो छ कि छैन हेर्नुहोस् है। पृथ्वीनारायण शाहको फोटो यहाँ भयो। उहाँको बडा महाराज पृथ्वीनारायण शाह राज्य काल विक्रम सम्वत 1779 1799 1831 उहाँले जित्दै गएका राज्य नेपालको पश्चिमपट्टिबाट चाहिँ पर्दो रहेछ। हात हतियारको छ। अब यहाँ हतियारको छ भयो। एडमिनिस्ट्रेटिभ सिस्टम अफ कालु पाण्डे रहेछन् है। काजी कालु पाण्डे। उहाँको जन्मदेखि लिएर सबै थोक लेखिएको छ। परम्परागत नेपाली हात हतियार चाहिँ इस प्रकार छ। यो गहन पनि यतापट्टि चाहिँ कालीबक्स गढ ब्यारेकको आर्मीको एउटा बटालियनको छुट्टै गढको नाम हो। यो हतियार निकै पुरानो हतियार। यो अहिले चाहिँ चल्दैन होला। यो त कस्तो प्रकारको बन्दुक, यो समात्ने डन्डी तलको भाँचिसकेको हो कि यो रह्यो तलवार ढाल खुकुरी। लेखिएको पनि रहेछ खुकुरीको विषयमा, कटारीको विषयमा सबै लेखिएको रहेछ। यो रह्यो फेरि बन्दुक। श्री साबुजको निशान रे। पुरानो गोर्खाको निशान। दिदी यो गद्दी चाहिँ कसको? पृथ्वीनारायण छ कि गद्दी? ए यो चाहिँ बनाएर माथि चाहिँ ओरिजिनल चाहिँ, ओरिजिनलको चाहिँ फोटो खिच्न पाइँदैन होला कि पाइन्छ? पाइँदैन। ए ओरिजिनल चाहिँ माथि रहेछ। त्यो बेलाको लडाइँ गर्ने भाला तरबार यहाँ छ माथि। ओरिजिनल राजगद्दी त्यो बेलाको माथि छ अरे। यो चाहिँ उसको कपी फोटो खिच्नको लागि यस्तै माथि छ भनेर यसरी राखिएको रहेछ। ओरिजिनल चाहिँ हेर्न मात्रै पाइयो, फोटो खिच्न पाइएन। त्यस कारणले सेम कपी गरेर यहाँ बनाएर राखिएको। यहाँ लेखिएको छ राजगद्दी सिंहासन, यसको विषयमा सबै लेखिएको छ। यहाँ लालमोहर कक्ष, कोलोफोन एन्ड सिल ग्यालेरी ने। त्यो बेलामा अब कुनै निर्णय भयो भने मोहर लगाउने चलन भनिन्थ्यो, त्यस्तै होला सायद। लेख पनि निकै पुरानो रहेछ, फ्रेमभित्र देखियो यो लेखेको। अब अहिले त यो बुझिँदैन, निकै छ। यसको अर्थ चाहिँ यहाँ लेखिएको छ कि यो अहिले हामीलाई नेपालीमै पनि पढ्न गाह्रो हुँदो रहेछ। लेखिएको त केही पढिन्थ्यो होला र। यो शिलालेख रहेछ एउटा। यसमा चाहिँ रत्नवतीको शिलापत्र लेखिएको छ। यहाँ विभिन्न लेखहरू छन्, अहिलेसम्म यथावत नै रहेछ। राजा डम्बर शाहको पालामा विद्रोह यहाँ सबै लेखिएको छ।
यो लेखहरू निकै महत्त्वपूर्ण लेखहरू मानिन्छ यसलाई। यतापट्टि पनि सबैतिर छ। अब हामी छिर्यौँ अर्को कक्षामा। यहाँ चाहिँ बाजाहरू देखियो। यसलाई सनाई भनिन्छ होला। ताङसिङ ग्यालिङ। पाथी चुले। ल कस्तो राम्रो चाहिँ पाथी त्यो बेलाको चुले रे। यसको अर्थ चाहिँ मैले बुझिनँ। यो टिकटहरू होला राजाको चित्राङ्कित ब्लक टिकटहरू रे। सायद हामीले कुनै फर्महरू भर्दाखेरि यो सरकारी फर्महरू भर्दाखेरि यो टिकटको प्रयोग गरेको हुनुपर्छ। चाँदीको मोहर, त्यो बेलाको चाँदीको मोहर। अब यसमा नाम लेखेको होला, सायद राजाको नाम लेखिएको छ होला। यतापट्टि यो काङ्गीलङ रे के चिज हो यो मैले बुझिनँ। तान्त्रिक माला। त्यो बेलामा पनि राजाहरूले तान्त्रिक माला प्रयोग गर्नुहुँदो रहेछ। वज्र, यो माथिको यसलाई वज्र भनिन्छ। यो धोमाङ। अब परम्परागत भाँडा बर्तन कक्षा। ल पुरानो भाँडा बर्तनहरू आहा कति राम्रो हो। यो सायद चियाको सेट होला, कति राम्रो। यो अगाडिको सानो सानो पनि चाँदीको, पित्तलको, तामाको सबै थरी यसरी राखिएको छ। यहाँ लेखेको रहेछ कलश। यहाँ अलि बुझिएन क्लियरली। यहाँ धेरै चिजहरू छ। यहाँ मानापाथी। अब यहाँ अगाडि चाहिँ क्यामेरा नपाइने रहेछ। प्राचीन चैत्य कला रहेछ यहाँ अगाडि है। यो प्राचीन चैत्य कलामा चाहिँ मैले क्यामेरा नो फोटो लेखेको छ, त्यस कारणले मैले अफ गरेर लगेँ। परम्परागत कागजात कक्षामा आइपुगेँ म। ढलकी, ढ्याङ्ग्रो, मृतान रह्यो। मृतान ढ्याङ्ग्रो भइहाल्यो। यो झाँक्रीको ड्रेस होला। यहाँ कति राम्रो बनाइएको छ। यो आरनको कस्तो राम्रो छ। यो त आगो पनि बलिरहेको छ त यहाँ त। लाइट रहेछ, लाइटिङ सिस्टम रहेछ, तर आगै बलिरहेको जस्तो देखेँ मैले त। राम्रो छ यो पनि। यहाँ भाँडा बनाउने यतापट्टि शेर्पाको ड्रेस जस्तो छ। यतापट्टि शिकार गर्दाको कुसुन्डा जाति रे है। यो मैले सुनेको थिइनँ। कुसुन्डा जातिको बारेमा लेखिएको रहेछ। अब यताबाट फर्किने यतैबाट रहेछ।
यहाँ विभिन्न बाजाहरू छन्। बाजाको नामहरू पनि दिएको छ यहाँ। नाम लगायत यसको बजाउने तरिकाहरू पनि होला। एक्जिट बाहिर सायद सकिएछ। दिदी सकिएको हो सङ्ग्रहालय? अन्तिम हो, सकिएछ। यो सङ्ग्रहालय अघि छिरेको बाटो यो अघि होइन जस्तो लाग्यो, उतापट्टिबाट जस्तो छ। यो भर्याङ पनि निकै महत्त्वपूर्ण छ। यो बारहरू धेरै पुरानो कलात्मक छ। यो ढोका माथिको यो ढोकामा अड्याउने पिल्लर, यो काठका बिमहरू यो जमानाको त्यो बेलामा बनाइएको कति इन्जिनियरिङ होला त्यो बेलाको। यो ढोकाको यो लगाउने तान्ने यो यसको आग्लो, यहाँ यो आग्लो चाहिँ यसरी बन्द हुन्छ, र यो गएर यहाँभित्र छिर्छ, यो पालभित्र, र यो बन्द हुन्छ। यो बाहिर निस्कियो। हामी छिरेको प्रवेशद्वार त्यो पल्लो त्यो कुनामा थियो। एक राउन्ड लगाएर निस्क्यौँ। यो रह्यो सङ्ग्रहालय, सबै पुरानो गोर्खा दरबारको पुरानो सामानहरू, सबै वेशभूषादेखि लिएर सबै चिज देखाइयो। यो ढोका यति कलात्मक छ, यति ठुलो छ। यो कति वर्ष पुरानो, कति मेहनत गरेर यो कुँदेर बनाइएको छ। यो बिचको पनि यो लगाउने आग्लो, यस्तै यो तान्ने सिँढी, यो निकै कलात्मक छ। यो पिल्लरहरू, यो काठको पिल्लरहरू, यो माथिको यो बिमहरू, त्यसपछि माथि फलेक ओछ्याइएको छ, पुरै फलेक ओछ्याइएको छ। झन्डै पुरै बिल्डिङमा यो इँटाहरू भन्दा यो माउरी रहेछ। माउरीमा देखेर चाहिँ अलि डेन्जर हुन्छ। यो इँटाहरू भन्दा पनि यो काठको हिसाब गर्ने हो भने 50% त काठ नै युज भएको होला। यो भित्र बाहिर सबै गरेर धेरै काठ युज भएको छ। अब यहाँबाट म तपाईँहरूलाई बाहिर निस्केर पार्क देखाउँछु। यहाँभित्रको पार्क हेर्नु होला। यो निस्क्यौँ बाहिर, दुईपट्टि तोप, यो दरबार निकै राम्रो छ। पार्क एरिया निकै ठुलो छ। यहाँ बस्ने ठाउँ, यहाँबाट देखिने दरबार, अनि यसैको ठ्याक्कै माथिपट्टि साइडमा यहाँ गोरखकाली मन्दिर यहाँ देखिन्छ। यहाँको म दृश्य तपाईँहरूलाई यो पनि देखाउँछु। सबै तपाईँहरूलाई म यो सबै देखाउँछु। यो दरबार पनि देखाउँछु। भिडियो पुरा हेरिदिनु भयो, धन्यवाद। लाइक सब्सक्राइब गरिदिनु होला, धन्यवाद, थ्याङ्क यू।